कर्णाली आयो है राजमार्ग। यस्तो छ हालत बाटो। यही बाटो हुँदै जाने हो माथि हुम्ला जुम्ला मुगु कालीकोट। त अब यही बाटो कालीकोटमै पर्यो। ओहो यस्तो छ बाटो। 2 गियर भन्दा 3 गियर हान्ने ठाउँै छैन, बाटै छैन। न यस्तो ठाउँमा पनि यतिको बाटो बनाइदिएछ। त्यो बेलाका मान्छेहरूलाई सम्मानै गर्नुपर्छ, रेस्पेक्ट गर्नै पर्छ। यस्तो भिड भनेर यस्तो छ बाटो। ओहो यहाँबाट नै हजुर जुम्ला भन्दै रहेछ। उताबाट गाडी आयो भने ठाउँै छैन। अब यो मुनि कर्णाली बगिरहेको छ आफ्नै तालमा। म जस्तै म पनि आफ्नै तालमा। के गर्ने अब यस्तै छ। यस्तो रहेछ बाटो। वर्ल्डको मोस्ट डेन्जरस टप 10 भित्र आउँछ होला सायद यो बाटो पनि। केही छैन, पुरै भिरै भिड, चट्टानै चट्टान। गाह्रो छ, गाह्रो छ। तर पनि यतातिरको मान्छेहरूलाई मान्नै पर्छ। यस्तो बाटो छ, अब हिँड्नै पर्यो आफ्नो कामको लागि। म बिहान 6:30 बजे तुलसीपुरबाट हिँडेको। अहिले कति बज्यो? ठ्याक्कै 5 बजे रहेछ। बल्ल यहाँ आइपुग्यो। भन्नै पर्छ यतातिर गाडी चलाउने गुरुजीहरूलाई पनि, गुरुबाहरूलाई नि। यो चाहिँ नेपालगञ्जबाट हुम्ला जुम्ला जाने बस रहेछ। यस्तै बस चल्छ यतातिर बढी। मान्नु बजार चाहिँ ठ्याक्कै त्यही कालो डाँडा हो, यहाँबाट देखिरहेको त्यही हो। मान्नु बजार चाहिँ माथि डाँडामै रहेछ।